सम्पूर्णलाई नमस्कार। म शान्ति सिंह। के तपाईँ मलेसियामा भिजा अवधि समाप्त भएकै कारण स्वदेश फर्कन कठिनाई भोगिरहनु भएको छ? यदि त्यसो हो भने मलेसिया सरकारले जारी गरेको आम माफी कार्यक्रम यहाँलाई स्वदेश फर्कने एउटा सुवर्ण अवसर बन्न सक्छ है। आज म मलेसिया सरकारले जारी गरेको आम माफी कार्यक्रमका विषयमा केही जानकारी लिएर यहाँहरूमाझ उपस्थित भएकी छु। सर्वप्रथम कुरा गरौँ आम माफी कार्यक्रम कस्तो खालको कार्यक्रम हो त भन्ने विषयमा। विभिन्न भिजामा मलेसिया प्रवेश गरी भिजाको अवधि समाप्त भइकन पनि स्वदेश नफर्किएर आलेखबद्ध अवस्थामा लामो समयदेखि मलेसियामा बसिरहनुभएका अर्थात् अनडकुमेन्टेड स्ट्याटसमा मलेसियामा रहिरहनुभएका विदेशी नागरिकहरूलाई बिना कानुनी कारबाही स्वदेश फर्कन पाउने एउटा अवसरका रूपमा हेर्न सकिन्छ। यो कार्यक्रम सन् 2025 मे 19 तारिकदेखि आगामी सन् 2026 अप्रिल 30 तारिकसम्म कायम रहनेछ। यदि यस दौरानमा यहाँहरूले पनि यस्तै खालको समस्या भोगिरहनु भएको छ भने यस कार्यक्रमको लाभ लिन सक्नुहुनेछ है। यो आम माफी कार्यक्रम कसका लागि हो त, अर्थात् कस्ता व्यक्ति यो कार्यक्रममा सहभागी हुन पाउँछन् त भन्ने विषयमा। मलेसियामा वैध पास बिना प्रवेश गरेका अर्थात् अनुमति बिना मलेसिया प्रवेश गरेका, मलेसियामा बस्न पाउने समयावधि भन्दा बढी बसिरहनुभएका अर्थात् ओभरस्टे भएर रहनुभएका, भिजाको शर्त उल्लङ्घन गर्नुभएका जस्तै स्टुडेन्ट भिजा, टुरिस्ट भिजा, वर्किङ भिजा इत्यादि। त्यसै गरी विशेष पासको व्यवस्था समेत गरिएको छ जुन चाहिँ बच्चासहित स्वदेश फर्कनुपर्ने। अब कुरा गरौँ यो आम माफी कार्यक्रमको सुविधा कहाँबाट लिन सकिन्छ र यसका लागि के कस्ता आवश्यक कागजातहरू चाहिन्छन् भन्ने विषयमा। मलेसिया सरकारले मलेसिया स्थित विभिन्न 14वटा स्थानमा अध्यागमन डिभिजन कार्यालयहरू स्थापना गरेको छ जहाँ निवेदनसहित आवश्यक कागजात पेश गरेको खण्डमा यो प्रक्रिया अगाडि बढाउन सकिनेछ। जसका लागि आवश्यक कागजातहरू तपाईसँग वैध पासपोर्ट हुनु पर्यो। यदि तपाईसँग वैध पासपोर्ट नभएको खण्डमा यात्रा अनुमति पत्र आवश्यक पर्छ अर्थात् ट्राभल डकुमेन्ट, र यसका अलावा यहाँसँग हप्ता दिनदेखि 2 हप्ताभित्रको एयर टिकट पनि आवश्यक पर्दछ। यी आवश्यक कागजातहरू सहित यहाँले सम्बन्धित निकायमा निवेदन दिएको खण्डमा स्वदेश फर्कने प्रक्रिया अगाडि बढ्नेछ। यो कार्यक्रममा कस्ता व्यक्तिहरू सहभागी हुन पाउने छैनन् त? यसभन्दा पहिले पनि आम माफी कार्यक्रममा दर्ता भई स्वदेश फर्कन असफल भएका व्यक्तिहरू, त्यसै गरी कालो सूचीमा परेका व्यक्तिहरू अर्थात् पक्राउ वारेन्ट जारी गरिएका व्यक्तिहरू यस कार्यक्रममा सहभागी हुन पाउने छैन। यो भयो आम माफी कार्यक्रमका विषयमा केही जानकारी। यस सम्बन्धी यहाँलाई थप जिज्ञासा र जानकारी आवश्यक भए तपाईले मलेसिया स्थित नेपाली राजदूतावासमा समेत सम्पर्क गर्न सक्नुहुनेछ। त्यसका लागि नेपाली राजदूतावास मलेसियाको टेलिफोन नम्बरहरू समेत मैले यहाँ स्क्रिनमा राखिदिएकी छु, हेर्न सक्नुहुनेछ। यस विषयमा नेपालमा कहाँ सम्पर्क गर्ने त भन्ने यहाँलाई दुविधा छ भने नेपाल स्थित वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल मायाले सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी त्रिपुरेश्वर स्थित कन्सुलर सेवा विभागमा समेत यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। यस क्षेत्रमा विभिन्न संस्थाहरूले पनि लामो समयदेखि काम गर्दै आइरहनु भएको छ जस अन्तर्गत प्रवासी नेपाली समन्वय समिति PNCC पनि एक हो। PNCCले मलेसिया स्थित बाह्य सम्पर्क अधिकृतको रहबरमा विभिन्न स्वदेश फर्कने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आवश्यक सहजीकरण गर्दै आइरहनु भएको छ जसका लागि यहाँले PNCCमा समेत सम्पर्क गर्न सक्नुहुनेछ। यस विषयमा थप जिज्ञासा र जानकारीका लागि मैले विभिन्न सम्बन्धित निकायका टेलिफोन नम्बरहरू यहाँ स्क्रिनमा राखिदिएकी छु, हेर्न सक्नुहुनेछ। आजलाई यति नै। हस् त, धन्यवाद।